आज चाहिँ के छ? आज होइन हौ, भोलि चाहिँ भाइको बर्थडे छ अनि हामी चाहिँ अझै मम्मीको घरमा आउँदैछ अनि यहाँनिर डेकोरेसन गर्दैछ। राति 8 बज्दैछ अनि हामी चाहिँ यहाँ डेकोरेसन गर्दैछ हो। अनि हाम्रो बर्थडे बोय चाहिँ यहाँ छ, हाम्रो भाइ पुच्चु। ह्याप्पी बर्थडे। भोलि चाहिँ हाम्रो भाइ चाहिँ भोलि चाहिँ 1 वर्ष पुग्छ। अब यतिको डेकोरेसन गर्दैछ हामीले। बलुनहरू पनि रेडी भइरहेको छ हो। हाम्रो पुच्चु भाइ चाहिँ यता छ, एक्साइटेड भइरहेको छ भोलि भाइको बर्थडे। ह्याप्पी बर्थडे, फर्स्ट बर्थडे अनि सानोतिनो मनाउने अनि तपाईँहरूलाई पनि हामी देखाउने हाम्रो भ्लगमा। ए है भाइ, पुच्चु भाइ। हेलो, हामी चाहिँ यहाँनिर डेकोरेसन हुँदैछ है। भाइ चाहिँ गराउँदैछ है। सुनिल पापा मासु काट्दैछ। रामले के गर्दैछ? दुईटा चेयर बोकेर पन्तुरामले। ए पन्तुराम बच्न सुनिरहनु पर्छ। ओ पन्तुराम हुँदैछ हाम्रो डेकोरेसन। ह्याप्पी बर्थडे देवान्स। कस्यो बलुन फुटेर हाम्रो भाइ चाहिँ यहाँनिर ओ टोल घिसारेर हँसाउँदैछ। आज भाइको बर्थडेको दिन हो। ध्यानसी त यहाँ सुतिरहेको छ। भाइ यहाँ हेर्दै न भाइ, पन्तु भाइ। ह्याप्पी बर्थडे टु यु पन्तु भाइ। ह्याप्पी बर्थडे टु यु। आज भाइको बर्थडे है। यहाँ चाहिँ भाइको बर्थडेको डेकोरेसन यति बनाइसक्यो हामीले। अनि आमा भाउजू या भाउजूको दिदी, आमा दिदी भाउजू या भाइ यहाँनिर अब धमाधम बर्थडेको लागि धमाधम हामीले रेडी गर्दैछौँ। अहिले एकछिनमा हामी भेट्छु भन्दैन भाइ। हाम्रो चाहिँ फेरि चल्दैछ। देव्यान्सी पनि आइस। हेलो भन्दै हाई भन्। कसकोमा आएको तिमी? पुच्चु भाइ हरायो, बर्थडे बोय हरायो। आमाले चाहिँ यहाँनिर मैले भेज किमा बनाएको अनि त्यो काट्नु हुँदैछ। सबै रेडी भइसक्यो। अब म चाहिँ पकाउनु जाने। बाई 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 गर्ल्स। म चाहिँ यहाँ खानाको लागि रेडी गर्दैछु। बफ, आज बफ बनाउने। यहाँ आलुदम छ, सबै कुरा छ, रेडी भइरहेको छ। अनि म चाहिँ रेडी गर्नु लागि पकाउनु लागि रेडी छु। तपाईँहरूलाई एकछिनमा भेट्छु फेरि। हेलो, आइ एम मेकिङ चिकन। भाइको बर्थडेको चिकन बनाउँदैछु। तपाईँको भैँसी मासुको अचार बनाउन आँटेको। अब बफलाई फ्राई गरेर। अनि यहाँ चाहिँ छ तपाईँको चिकन बनाउँदैछु। रेडी हुँदैछ हाम्रो भाइको बर्थडेको लागि। ध्यानसी चाहिँ तता यहाँ छ। फाइनली आई हेभ कम्प्लिटेड दिस केक। डोरेमोनको सरप्राइज केक। दिव्यान्सी यहाँ छ, हेरिरहेको छ मैले केक कसरी बनाएँ भनेर हो। पुच्चुको फोटो चाहिँ यहाँबाट बनाइदिएको मैले। डोरेमोनको आज केक। जिन्दगी सवार दो एक नहीं बहार दो। ध्यानसी सक्यो भाइ। बम भाइको केक रेडी भयो। डोरेमोनको केक पन्टु। के गर्नु बसेको तिमीहरू सुनसान भएर? हे बर्थडे बोय। हेलो हेलो हेलो। खुसी लाग्यो न भाइ? कसको बर्थडे हो? मेरो। ल ल ल आमा बसिहाल्नु त। अन्त भाउजू मम्मी बसिहाल्नु। जा ध्यानसीहरू पनि
आमा खै आमा आमा जान्छ लगेर कसको भयो त्यो भाइ पुछु त्यो बालेर त्यो उयो बाल्दै कि अन्त ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर देवांश ह्याप्पी बर्थडे टु यु मे गॉड ब्लेस यु मे गॉड ब्लेस यु सुनो खै हिन्दी बोल्ने भएर त ब्याट अरे अनि पुरा यसो गरे यस्तो आगोमा नलगा है आगोमा हुन्छ ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु खाना पर्यो ह्याप्पी बर्थडे डियर केकमा न ह्याप्पी बर्थडे टु यु बाई 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 राख्नु डाइरेक्ट गल्दालाई अन्त त यसलाई चाहिँ खै सेतो बनाइदेऊ न रहेछ त ह्याप्पी बर्थडे ए ऊ केक त ऊ भाइले तानेर त्यो छक्कै पर्दैछ खै न केक खिलाइदिनु न आँखामा पर्यो आँखामा पर्यो आँखा पर्यो आँखामा पर्यो हामी आँखा मिलाइदिनु त भाइलाई दिनु देऊ माथिबाट गर्छ हौ माथिबाट ऊ माथि भयो ऊ माथिबाट साइडमा खानामा पर्छ नि यहाँ सेतो सेतो बनाइदियो सेतै बनाइदिएर हाम्रो भाइको फर्स्ट बर्थडे दुईजना टिका लाउनु मान्दैन फेरि ए लाउँदैन अब त्यसले होस् ल अब लगाइदिइहाल्यो त मिठाई पनि दिएर त्यसलाई त याद पनि छैन बिचरा के छ ट्याक्सी ट्याक्सी दिइहालेर लगाइदिइहाल्नु त लगाइदिइहाल्नु छोडिदिनु नलगाइदिनु लाउँदैन नलगाइदिनु आमा उयो पार्टीहरू लगाइदिनु पर्यो भन्दा लगाइदिनु तपाईँ अन्त बोजूले युले मुमा ए लाउँदैन मुमा दिँदैन नि फेरि टोपी बनाएको योले भन्ने आमाले चाहिँ अब रुए एउटा राख न त लु दिनु फेरि उयो गर्छ उल्टा छ तु पका यस्तो छ काकाहरु म पनि लगाइदिन्छु है ल अहिले गरौँ प्लेटहरु कहाँ छ के हुन्छ भाइलाई दिदीले सुनिलले कहाँ राख्यो ओ सुनिल पाँचले ओइ यो राखिदिन्छु ल तिम्रो दिव्यान्सीलाई त खै यता बहिनी bless you. May God bless you. Happy birthday, dear Devas. Happy birthday to you. God bless you. God bless you. ऐसे सुन ल उसलाई जुसहरू दिएको छैन नि केटा केटीसँग खेल्दै
आजी आज भाइ त के भयो सबै भर्यो भाइ सबै भर्यो साथी दिदीको सेम रहेछ दाजु बहिनी है दाजु सेम छ यस्तो अलिअलि खदा नि ए भदु भाइ आमाले दिदी छ बोकेको कि रिस उठ्यो टिका लिएर न कपाल त जग्रक्कै भएछ उयो लगाएको जस्तो के खेल्दैछ यिनीहरूले चाहिँ के खेल्दैछौ के खेल्दैछौ हाम्रो भाइले के खेल्दैछ हाम्रो भाइ चाहिँ के भयो अनि किन लुक हाँस्दैन त हाँस्नु न मेरो आया लगायो पारी रुकु माइ कोठा यस यो त खाली खुट्टा रहेछ चप्पल खै हाइ तले खेल्दैछ त्यतिकै अहिले म कार्टुनको चाहिँ दुईजना माया लाग्दो भएर बसिरह यो अन्त बुवा चप्पल बिना कहाँ गएको खाँदै गर्नु अन्त मम्मी सक्यो भाउजूको साथीहरू सबैजना गयो अब हामी फ्यामिली मात्रै छ यहाँ बहिनी नै आइपुग्यो सबैलाई टाटा बाई बाई कस्तो भयो दामी दामी यहाँ मेरो भाइ यहाँ छ ए अब हामी मजा गर्नुपर्छ हामी फोटो सोटो खिच्नुपर्छ हाम्रो टाइमै छैन अब अन्त त यता हेलो 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 बोल्दा हेलो हेलो अन्त टोपी खतरा लगाइरहेको छ भाइले होइन टोपी के छ टोपी लगाउँछ खुसी भइरहेको छ नि त्यहाँ गीत गाउँदैछ बाउ नाच्दैछ मलाई चाहिँ गाडी बोकेर जानु इच्छा छ लङ ड्राइभ लास्ट हाम्रो एन्डिङ हाम्रो भाइको बर्थडे सक्यो हामी घरको मान्छे मजा गर्दैछ इन्जोय गर्दैछ मध्य बैचुलिया यहाँ तल छ यस मजा आयो बर्थडेमा मजा आयो तर यो फोटो खिच्ने मान्छे चाहिँ भएन नि बुबु मेरो सानो नानीले बुक फोटो फोटो सेसन हुँदैछ मेरो लास्ट दादाले फोटो खिचिदिन्छ बिचकिँदैछ बाई 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 भाइको बर्थडे मजा आयो भाइ गुड नाइट भन्दैन गुड नाइट भाइ गुड नाइट एभ्री वान गुड नाइट भन्दैन